कठोर हुन पर्यो भने म युद्धको नेतृत्व गर्ने कमान्डर पनि थिएँ नि त एकचोटि त। कठोर हुन पर्यो भने त म फेरि चाहिँ भित्तामा पुर्याउन पनि तयार हुन्छु। म अहिले तयार भएकै छु। मैले देश छोडेर जाने सोच बनाएको पनि छैन। म मातृभूमि नेपालमा नै बसी मुलुकको बृहत्तर हित र शान्तिका लागि योगदान पुर्याउन चाहन्छु। शाह वंशको विरासतको रूपमा रहेको सिपेज र राजदण्ड चिरकाल पर्यन्त सुरक्षित रूपमा राख्ने गरी संरक्षणका लागि आजकै मितिमा नेपाल सरकारको जिम्मामा रहने गरी मैले हस्तान्तरण गरेको छु। गणतन्त्र कार्यान्वयन सम्बन्धी प्रस्ताव बहुमतले पाठ गरी घोषणा गर्दछु। Nepal has been listed the most corrupt among 17 Asian nations by Transparency International. फ्याक्ट भगवान भेटिए भने के माग्नुहुन्छ? राजा राजा चाहिए राजा। राजा चाहिए? हाँ, राजा चाहिए। नेपाल में राजा, पंचायती व्यवस्था में जो राजा चले वो राजा चाहिए। राजा चाहिए। राजा साँच्चै राजा चाहिने हो? नेता देश खा लेलकै, नेपाल देश खा लेलकै। राजा चाहिए। हाँ, देश खा लेलकै। तपाईहरुलाई पनि राजा चाहिएको? हाँ, राजा चाहिए। त्यसो हो भने राष्ट्रलाई नेतृत्व दिन तयार हुनुहुन्छ फेरि? जनताले माग्यो भनेदेखि यस, त्यो मेरो राष्ट्रिय धर्म नि हो, मैले निर्वाह गर्नुपर्छ भनेदेखि गर्छु। नेपालमा को छ राजा बन्ने मान्छे? अब ज्ञानेन्द्र सरकार छैनन् र? त्यो सम्भव छ? पूर्व राजा फेरि राजा बन्ने? पूर्व प्रधानमन्त्री फेरि प्रधानमन्त्री 5 चोटि बन्छ भनिदिएको नि त। राजा ज्ञानेन्द्र 2 चोटि त बनिसक्यो, तेस्रो चोटि बन्नलाई के कसले रोक्यो? के भनेर कता फर्काउने? लेफ्ट राइट अघि पछि कता फर्काउने? त्यहाँनिर साथ तेस्रो पटक राजा बन्दैछन्। म राजालाई हातमा समातेर लिएर दरबारमा लिएर जान्छु। कुन चाहिँ पुलिस र आर्मीले रोक्दो रहेछ हिड्रोकेर देखाओस्, म लिएर जान्छु। सुरु तपाईलाई मनपर्ने नेपाली नेता भन्दा पनि मलाई नेपालमा राजा मनपर्छ। सबैभन्दा ठुलो भनेको 2081 सालभित्र राजा फर्किने भविष्यवाणी गरेको छु। अब आश पनि छ, अहिले पनि म त ढुक्क नै छु होइन। त्यो चाहिँ मेरो लागि मेरो एकदमै अत्यन्तै ठुलो चुनौती, कठिन परीक्षा हो त्यो मेरो। 81 सालको कुन महिना भन्नुभएको छ कि तपाईले? के छ साल भित्र? चैत महिना सकिँदा नसकिँदै 81 साल सकिँदा नसकिँदै भनिरहेछु। राजा ज्ञानेन्द्र फेरि राजा ज्ञानेन्द्र सरकारमा आउनुहुन्छ, राजा ज्ञानेन्द्रले सिरपेच लगाउनुहुन्छ भनेको छु। हुर्रा।
राजाको पछि लाग्ने दैचुरे हो भन्ने कुरा गरे हो। हामी लागेका छौँ। हामीले भ्रष्टाचार गरेको छैन। देश बेच्ने सन्धि र सम्झौता हामीले गरेको छैन सभामुख महोदय। आज महाकाली बेचे, टनकपुर बेचे, के बेचे के बेचे। उहाँहरू चाहिँ ठुल्ठुला कुरा गर्छ। जसले सिङ्गो राष्ट्र बचायो राजाले, त्यो चाहिँ देश बेचुवा भयो। उहाँहरू दुधले नुहाएको हो सभामुख महोदय।